गर्नुभयो मिस गीता चौधरी प्लिज वेलकम अन द स्टेज। त्यसैगरी हामी आजदेखि नै टेन्डर पोस्टमा प्रमोसन लिन सफल हुनुभयो प्लिज वेलकम अन द स्टेज मिस प्लिज वेलकम अन द स्टेज एन्ड फास्ट। त्यसैगरी नेक्स्ट पर्सन हुनुहुन्छ तुलसीपुर अफिसबाट आजदेखि टेन्डर पोस्टमा प्रमोसन लिन सफल हुनुभयो प्लिज वेलकम अन द स्टेज। त्यसैगरी नेक्स्ट पर्सन हुनुहुन्छ बर्गर अफिसबाट मिस सुशीला नेपाली प्लिज वेलकम अन द स्टेज। दिस पर्सनहरू आजदेखि नै गभर्नमेन्टको टेन्डर पोस्टमा प्रमोसन सफल हुनुभयो र अब यो हामी 18 महिनामा म्यानेजर बन्छौँ भनेर सोच्नुहोस्, उहाँहरूलाई यो भाग्य खुलेको जस्तै हो। बुझ्नुभयो? यो भाग्य नै खुलेको उहाँ प्रमोसन गरेको यसलाई यस्ता पनि दिन सक्नुहुनेछ र भोलिदेखि उहाँले टेन्डरको कार्यभार सम्हाल्नु हुनेछ त्यो पुरा आशा मलाई छ। र त्यसै गरी नेक्स्ट पर्सन हुनुहुन्छ राई अफिसबाट नै आजदेखि नै टेन्डर गर्न सफल हुनुहुन्छ मिस सरिता डाली प्लिज वेलकम द स्टेज। कम्पिटिसन चाहिँ जितेको छ यो प्रमोसन दिएको त्यसैले टमोस पिआर गर्न सफल हुनुभयो मिस सरी टेन्डर गर्न सफल हुनुभयो लक्ष्मी नेपाली मिस प्लिज वेलकम द स्टेज। सफल हुनुभयो मिस श्वेता मगर प्लिज वेलकम द स्टेज। प्लिज वेलकम अन द स्टेज। त्यसैगरी आजदेखि नै कम्पनीको टेन्डर पोस्टमा प्रमोसन लिन सफल हुनुभयो मिस बुढा तपाईँ प्लिज वेलकम अन द स्टेज। प्लिज फास्ट र नेक्स्ट पर्सन हुनुहुन्छ अलिकति बाहिर बसेर भए पनि कम्पनीलाई हर हिस्साबाट सहयोग गर्दै र काम मेरो लागि म गर्नुपर्छ भन्ने उद्देश्यले अगाडि बढिराख्नु भएको छ र त्यस पर्सनलाई पनि आजदेखि नै हामीले टेन्डर पोस्टमा प्रमोसन गर्दैछौँ। उहाँ हुनुहुन्छ हरिप्रसाद भर्ती प्लिज वेलकम अन द स्टेज। आगामी आउने प्रोग्राममा ट्रेनिङ म्यानेजर पोस्टमा देख्न पाइयोस् भन्दै र कार्य सफलताको लागि एक जोरदार विक्लापित गर्नुहोस् र पनि हामीले आजको दिनदेखि नै ट्रेनर पोस्टमा हेर्न पाउँदैछौँ। क्यान यू गेस को हुनुहुन्छ? ट्रेनिङ म्यानेजर। ओहो म्यानेजर शब्दले छोइसक्यो। अब त टुर म्यानेजर सक्यो कति छ होइन यो कुरालाई पनि ख्याल राख्नुहोस्। भने त्यसपछि हामीले आजदेखि नै ट्रेनिङ म्यानेजरको जिम्मेवारी लिँदैछौँ र मैले अघि पनि भने यो हामीले अनुहार हेरेर माया लागेर दिएको होइन। हिजो के गर्नुभयो त्यो पनि बिर्सेर दिएको हो खास। भोलिको दिनमा तपाईँले पक्कै पनि राम्रो गर्नुहुनेछ, कम्पनीलाई अझ अगाडि बढाउनुहुन्छ, आफ्नो अफिसलाई शाखा अफिसलाई भन्ने एउटा आशयले पनि यो प्रमोसन हामीले दिन चाहिरहेका छौँ। होराइबाट आजदेखि नै ट्रेनिङ म्यानेजरको पोस्टमा प्रमोसन दिन सफल हुनुहुन्छ त्यस पर्सनहरूलाई यो एउटा क्याटेगोराइज आएको छ, प्रमाणपत्र आएको छ। त्यो प्रमाणपत्र के छ भन्ने कुराहरू यो पछि नै भनौँला या पछि नै गएर हेर्न सक्नुहुनेछ। यो एउटा प्रमाणपत्र छुटेको रहेछ, त्यो प्रमाणपत्र हामीले भोलि नै दिनेछौँ र त्यस पर्सनलाई स्टेजमा वेलकम गर्दैछौँ मिस पविता श्रेष्ठ। अनुरोध गर्दछु र यो प्रमाणपत्र छुटेको छ, रेडी थियो तर छुटेको छ, भोलि काउन्ट हुनेछ कार्यान्वयनबाटै मिस पविता श्रेष्ठ। हार्टली कङ्ग्रेचुलेसन एन्ड गो। जिल्लापति प्लिज जस्तो लाग्छ आएको 1 वर्ष भयो भन्नुहुन्छ। अब कति के होला एउटा फर्किलो बाँकी छ जम्मा भने त्यस्तै गर्दै मान्छेलाई गभर्मेन्टले के गर्छ त भन्दा भने त्यो लेभलमा पक्कै पनि पुर्याउनेछ है। सुशीला तल्की यहाँ यहाँनिर आउँछ कहीँ झुकाउँछ कम्पनीले यति छिटो चाहिँ डिसिजन लिन्छ त्यो साँच्चीकै उहाँले थाहा पाइसक्नुभयो जसले कम्पनीमा धेरै लामो समयदेखि सङ्घर्ष गरिराख्नु भएको छ अनि सङ्घर्ष पनि गरिराख्नु भएको छ। त्यस्तै व्यक्तिलाई कम्पनीले के गर्छ सरप्राइज दिन्छ। कति रुनु भयो होला अस्ति, कति खुसी मनाउनु भयो होला। मुम्बईका सहयात्री कहिलेकाहीँ त यस्तो पनि हुन्छ आफूभन्दा सिनियर एकदम ट्यालेन्टेड व्यक्ति चाहिँ निक्लियो भने के हुन्छ त्यो पोस्टमा त आफू गएर बस्न पाइन्छ होइन। डाइरेक्टर गरेर के भयो
सचिव भएर के भयो तपाईँ सचिव भएर आउनुहोस् न कम्पनीले तपाईँले ल्याएर राखिदिन्छ भनेपछि त्यो एउटा सरप्राइज थियो यसको अस्ति यहाँहरू अत्मगिराख्नु भएको थियो किन निकाल्नु भएको जस्तो भनेर भने त्यो होइन पक्कै पनि र त्यस्तै व्यक्तिलाई आज हामीले फेरि पनि त्यो जिम्मेवारी दिँदैछौँ इमान्दार हुन्छ अनुशासित हुनुहुन्छ र भोलिको दिनदेखि आफ्नो कार्यलाई अझ राम्रो र गतिशील ढङ्गबाट अगाडि बढाउनु हुनेछ भन्ने आशा हामीले राखेका छौँ कम्पनीको आजदेखि नै ट्रेनिङ म्यानेजरमा प्रमोसन दिन सफल हुनुभयो मिस सरी गपम टाकी सर प्लिज वेलकम अन द स्टेज प्लिज वेलकम अन द स्टेज इमान्दार हुन्छ अनुशासित हुनुहुन्छ साँच्चै नै केही कुराहरू यो अलिकति एउटा आफ्नो घरैसी कुराहरू तैपनि उहाँले त्यो बोल्न चाहनु भएन ठिक छ त्यसमा हामीलाई चिन्ता दुःखै छैन उहाँको लागि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ कम्पनीको तर्फबाट र मेरो तर्फबाट भने आजदेखि त निष्कर्षमा हामीले ट्रेनिङ म्यानेजरको पोस्ट प्रमोसन दिँदैछौँ हिजोसम्म ट्रेनर हुनुहुन्थ्यो भने आजदेखि नै ट्रेनिङ म्यानेजर बन्न सफल हुनुभयो मिस प्रतिभा ओली प्लिज वेलकम अन द स्टेज दाम्पत्य जीवनको पनि शुभकामना हाम्रो तर्फबाट यहाँबाट पनि अरू पनि पोस्टहरू छ त्यो हामी केही समयपछि अथवा अर्को प्रोग्राममा के गर्नुपर्ने छ हामी गरि नै हाल्छौँ र म पनि त्यो लेभलमा पक्कै पनि पुग्न चाहन्छु भनेर मेहनत गर्नुहोस् अनि तपाईँ पनि सफल हुनुहुनेछ सक्षम हुनुहुनेछ र कम्पनीले पक्कै पनि यहाँलाई प्रमोसन गर्नेछ भन्ने बाचाको सही